Welcome in everybody. सबैजनालाई नमस्ते यो च्यानलमा. So this is going to be my first video. यो भिडियोमा चाहिँ मैले आफू मार्केटलाई हेर्ने एउटा अप्रोच हुन्छ त्यसलाई चाहिँ कसरी एउटा साधारण हिसाबले नयाँ जुन नयाँ अथवा पुरानाहरू जो पनि हुनुहुन्छ सब को छुट्टै हुन्छ तरिका हेर्ने. बट मेनली मैले फोकस चाहिँ कसलाई गर्दैछु भने यसमा नयाँ मार्केटमा जसले अब एउटा इन्कम स्थापना गर्न सोच्छ होइन मार्केटमा आएर जे होस् आई वान्ट टु अल्सो मेक मनी अनि यो चाहिँ कसरी हुन्छ त कसरी प्राइस रिड गर्ने होइन यो सबै कुराहरू सोच त्यो जतिहरू विचार खेल्छ मनमा अब त्यहाँ त्यो कुराहरू ल्याएर अब यो मेरो जुन यो पर्सपेक्टिभ छ यसले कतिसम्ममा हेल्प गर्छ त यस्तो पनि हुन्छ र ल यो त नयाँ तरिका रहेछ नि भन्ने एउटा जुन त्यो सोचहरू आउँछ हो त्यही आओस् भनेरै मैले भिडियो बनाउन जाँदैछु. सो भिडियो सुरुवात गर्न चाहन्छु म. सो दिस इज हाउ आई लुक एट दिस मार्केट. सो अब बेसिकबाटै सुरु गर्नुपर्दा सो फर्स्ट थिङ वाट वी हेभ टु अन्डरस्ट्यान्ड है वाट डु वी वान्ट टु अन्डरस्ट्यान्ड होइन भिडियोमा चाहिँ कि जहिले पनि मार्केटलाई हेर्नको लागि ठुलो टाइम फ्रेममा जानुपर्छ. बिकज ठुलो टाइम फ्रेमले के हेल्प गर्छ भने बिग इन्भेस्टर्सहरू जसले मार्केट मुभ गराउँछ जसलाई चाहिँ व्हेल भनिन्छ नि मार्केटको उनीहरूले चाहिँ कसरी चाहिँ मुभ गर्छ कहाँनिर उनीहरूले बाई गरेको थियो कुन जोनमा उनीहरूले सेल गर्दैछ त्यो हेर्न सजिलो हुन्छ. जस्तै म अहिले विकली टाइम फ्रेममा छु यता माथि 1 विक भनेर देखाएको छ. सो यो युएस डलर इन्डेक्स हो. युएस डलर इन्डेक्सको चार्टमा छ. 1 विकमा जाँदाखेरि सबैभन्दा बढी वेल नै भनौँ न होइन कुन लोकेसनमा थियो कुन जोनमा थियो उनीहरू बाई गर्नको लागि भनेर यहाँ देख्न सकिन्छ. लेट मी जस्ट पुट अ मार्क हियर. सो दिस जोन है सुरुमै अब यत्तिकै नर्मली नै धेरै जसले यो भिडियो हेर्दै हुनुहुन्छ होइन यहाँ स्टडी गर्नको लागि आउनुभएको छ उनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने प्लिज डु नट थिङ्क भेरी हुन्छ नि एउटा दिमागमा प्रेसर लाएर त्यस्तो धेरै त्यो सोचिराख्नु परेन सोच्नु पनि हुन्न. बट जसको चाहिँ एउटा गाइडेन्स पुगेको हुँदैन जसलाई चाहिँ म केही गरौँ होइन कसरी चाहिँ सिकौँ भन्ने एउटा त्यो आत्तिको हुन्छ नि मान्छे होइन त्यसको फ्रस्ट्रेसन मैले बुझ्छु. किनभने म पनि त्यो लेभलमा थिएँ कुनै बेला छु अझै म गरिरहेको छु. बट इट्स बिन इयर्स है धेरै भइसकेको छ. त्यही भएर पनि हो कि मैले ल हुन्छ नि त यसरी पनि गर्न सकिन्छ एन्ड दिस इज द इजिएस्ट वे एन्ड देयर आर सो मेनी वेज टु रिड अन्डरस्ट्यान्ड है प्राइस एक्सन भनेर छ. बट दिस इज द इजिएस्ट वे एन्ड आई विल बी ड्रप इन हुन्छ नि मोर भिडियोज अरू तरिका पनि छ कसरी एन्ट्री गर्ने के गर्ने होइन टाइम फ्रेम अनुसार सबै कुराहरू देखाउन चाहन्छु. एनिवे ब्याक टु दिस टपिक हामीसँग विकली टाइम फ्रेममा दिस स्पेसिफिक एउटा जोन छ. यहाँनिर जब इन्भेस्टरहरू गइसकेको थियो नि होइन अब यहाँ पनि छ यता पनि छ किनभने सबै ठाउँमा स्विङ लो छ यहाँ पनि स्विङ लो छ स्विङ हाई यता छ स्विङ लो छ. किन मैले यहाँ मात्रै फोकस गरेको भने बिकज यो जोनभन्दा माथि तल गएको छैन मार्केट है. जब मार्केट यहाँदेखि यहाँ आयो नि अनि यहाँदेखि योभन्दा तल गएकै छैन. त्यही भएर मैले चाहिँ यो जोनलाई नै मैले यो बक्सभित्र राखेको छु है. एन्ड टु एन्सर द्याट है कसैलाई त्यो क्युरियोसिटी लाग्न सकेको हुन्छ. अब यहाँ पनि छ यस्तो यस्तो भन्ला होइन बट लेट्स जस्ट फोकस एउटा ठाउँबाट हामीले सुरु गर्नै पर्ने हुन्छ क्या. जता गरे यहाँ गरे नि हुन्छ यता गरे नि हुन्छ यहाँबाट गऱ्यो भने अबको प्राइस एक्सन त अब हामीले त प्रिडिक्ट गर्ने हो नि त अब के हुन्छ कस्तो हुन्छ भनेर. बट एनिवे लेट्स गो टु फास्ट बिकज द्याट्स वे यु वान्ट टु प्र्याक्टिस. सो यो जुन स्पेसिफिक एउटा जोन छ यहाँदेखि जब हाम्रो बायर्सहरू घुस्न थाल्छ मार्केटमा देन प्राइस बोम हाम्रो एकदम माथि जान्छ यहाँदेखि है ऱ्यापिडली जान्छ यहाँ. अब ऱ्यापिडली गइसकेपछि जुन मान्छेले यहाँ त बाई गरेको थियो त्यही मान्छेलाई चाहिँ थाहा हुन्छ कि उनीहरूलाई हामी वी आर नट टकिङ अबाउट डे ट्रेडर्स है वी आर टकिङ अबाउट मैले चाहिँ रिटेलरलाई भनेको भने बिग इन्भेस्टर्स बिग इन्स्टिट्युसन्स ब्याङ्क्सहरू हुन्छ नि इन्भेस्टरहरूले दे काइन्ड अफ नो कि ल यहाँबाट मैले नै सेल गर्नुपर्ने हुन्छ. उनीहरूले सेल गर्छ र पो मार्केट तल झर्छ है त. उनीहरूले सेल गरेरै मार्केट झर्ने हो. एन्ड जसले पनि यहाँ सेल गरेको थियो नि होइन यही बाहिरहरूले सेल गरेको हुन्छ खासमा.
एन्ड अब मार्केटमा मान्छेहरू के भन्छ, एउटा बायर हुन्छ, एउटा सेलर हुन्छ। येस, हुन्छ, नट 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 रङ है, त्यो कुरा रङ होइन, बट जुन मान्छे बायर हुन्छ त्यही मान्छे सेलर हुन्छ। इफ यु आर बायर यु आर सेलर एज वेल। मैले बाई गरेँ भने मै सेलर हो के मार्केटमा। सो आई क्यान बी टु पर्सन्स, आई क्यान बी टु पर्सन। मै बायर मै सेलर हो नि त मार्केटमा त। सो किन दुईजनाको मान्छे, उसले कहाँ सेल गर्छ, मैले कहाँ किन्ने हो, ल म कसरी वेट गरौँ, कुन कुन मेरो लागि राम्रो जोन हो। यु डोन्ट ह्याभ टु थिङ्क द्याट। पिपल जस्ट थिङ्क हुन्छ नि, जो स्मार्ट इनफ छ, पहिलादेखि मार्केट खेलेर उसैलाई थाहा हुन्छ मैले कहाँनिर बाई गर्ने हो र कहाँनिर सेल गर्ने हो। नट कि उसले कहाँ सेल गर्ने हो मैले अनि किन्न म वेट गर्थेँ। नो, जसले यहाँ किनेको थियो त्यहीले सेल गरिरहेछ, त्यही मान्छे त्यही संस्था जुन छ त्यहीले सेल गर्दैछ यहाँनिर। सो त्यो त्यो पनि एउटा एउटा आफ्नो एउटा वान एन्टिटी हो नि त त्यो मान्छे, त्यो अथवा संस्था भन्दा त्यो पनि वान एन्टिटी हो नि त। सो तिनीहरूको त्यस्तो साइकोलोजी चलेको हुन्छ क्या मार्केटमा। एनिवे, जसले यहाँ सेल गरेको थियो यो जोनमा, एन्ड he knows, let's say he, they, them, whoever, it doesn't matter, they know कि मैले यहाँ सेल गरेपछि अब बाई कहाँ गर्ने त, यो जोनमा त गर्छ त हो। द्याट वुड बी स्टुपिड। यहाँ बाई गर्नु भने स्टुपिड हुन चाहन्छ, बिकज he knows he bought the market at this zone, so he might want to buy at the market again, यो लेभलमा उसले बाई गर्न चाहन्छ। अब त्यो त अब सिम्पल नै भइहाल्यो नि, जसरी मैले अघि भने सिम्पल लजिकली हेर्नु पर्दा हि विल बी बाइङ फ्रम हियर, द्याट्स वाट इज वेटिङ फर, बिग बायर्स आर वेटिङ हियर टु बाई अगेन। सो अब कन्सोलिडेट भइरहेको छ मार्केट है, त्यही मान्छेहरूलाई कतिले सेल गर्न पाएको छैन तिनीहरू फेरि बाई गरिरहेको छ। अब यहाँ बाई गरिरहेको छ भनेको यिनीहरू चाहिँ रिटेलर हुन जान्छ फेरि, बिकज दे क्यान नट मुभ द मार्केट लाइक बिग इन्भेस्टर्स, बिग वेल। यिनीहरू चाहिँ रिटेलरहरू घुसिरहेको हुन्छ मार्केटमा। सो इट जस्ट कन्टिन्युज कन्सोलिडेटिङ है, प्राइस चाहिँ कन्सोलिडेट भइरहेको छ भइरहेको छ भइरहेको छ भइरहेको छ। एन्ड अगेन जब प्राइस माथि जान्छ नि होइन, जब अगेन प्राइस माथि जान्छ, कुनै कुनै सेलरहरूले जसले यो लेभलमा सेल गर्न पाएको थिएन, बिग इन्भेस्टरहरूसँग सेल गर्न पाएको थिएन, छुटेकोहरूले दे वान्ट टु सेल बिकज दिस इज द म्याक्स महँगो प्रिमियम लेभलको यो सामान तिनीहरूले यहाँ बेच्न खोज्छ, अथवा यही पैसा महँगो पैसामा तिनीहरूले यहाँ नघुसेको घुस्न नपाएकोहरू छुटेकोहरू यहाँदेखि सेल गर्न जान्छ। एन्ड सेम थिङ रिपिट्स अगेन है, सेम थिङ विल बी रिपिटेटिङ अगेन। यो एउटा मार्केटको एउटा यो स्टेजहरू नै भइरहेको हुन्छ, जुन यहाँ हामीले एउटा यो ठाउँमा हेरेको छौँ, selling, consolidating. Now again, just part 1 and this is a part 2, selling and now consolidating. Consolidates. This is consolidation phase again. 1 2 1 2 1 2 1 2. So अब के हुन्छ त भयो। Now what we are waiting for कि यिनीहरूले वेट गरिरहेछ कि फेरि मार्केटमा। सो now this might could just give a little bit हुन्छ नि, यहाँ अब झाँसा दिन सक्छ मार्केटले, हल्का माथि जान सक्छ रिटेलरहरूको लागि। मजा ल मार्केटले ब्रेकअप स्ट्रक्चर गर्यो अरे होइन, यो स्विङ हाई ब्रेक गर्यो नो, स्विङ हाई ब्रेक त यहाँ पनि गरेको थिएन र यहाँ पनि गरेको छैन र स्विङ हाई ब्रेक गरेको छैन, खै त मार्केट माथि आएको। अब यहाँ पनि ब्रेक गर्ला, ल स्विङ ब्रेक गर्यो के, ल सपोर्ट मिल्यो र के बाई गर्ने, मार्केट यहाँ जान्छ, नो फकिङ वे, त्यस्तो कहिले पनि हुँदैन मार्केटमा। इट्स जस्ट हुन्छ नि फेक म्यानुपुलेसन, बिकज पुरानो लेसनबाट हामीले जिन्दगीमा त्यही सिक्नुपर्छ के भएको थियो। अब यो यत्रो हेरिसकेर फेरि त्यहाँ गएर ल ब्रेकअप स्ट्रक्चर भयो बाई गरेर, द्याट यु आर डम्प, यु आर फकिङ डम्प। आँखा अगाडि जे छ त्यो हेरेर भने गल्ती फेरि गर्नु छ भने यु आर डम्प। फेरि आफूलाई मान्छेले के भन्छ, ल जति गरे पनि मेरो 2 वर्ष भयो 4 वर्ष भयो, कहिले प्रोफिटेबल हुने हो, नेभर, यु विल नेभर बी अ प्रोफिटेबल ट्रेडर, you will never be a profitable trader. Let me repeat again. Anyway, अब हामीले प्रिडिक्ट गर्ने हो यहाँनिर, प्रिडिक्ट गर्दाखेरि के हुनसक्छ त, मेबी ब्रेकअप स्ट्रक्चर might go higher, we don't know, might go higher, but most of the time market, as the big investors are waiting here because they are the one who will actually move in the market bullish in your way. So the price might just give a fake highs here, breaking these highs, होइन, ब्रेकिङ दिज हाइज, जुन अब यहाँ बायर हुन्छ नि,
बायरहरूलाई घुसाउनलाई त अबबाट एउटा फ्याँकिदिनु पर्यो। अब बायरहरूले यहाँ घुस्यो भने तिनीहरूको स्टप लस त यहीँ हुन्छ नि त यो लेभलमा। हो जुन जुन धेरै बायर्सहरू रिटेल बायरहरू लेट्स से रिटेलर्सहरू जो हुन्छ नि त ल धेरै फन्ड नभएकोहरूलाई यहाँ बाई गर्छ। स्टप लस यहीँ राख्ने हो उनीहरूले होइन यता यता स्टप लस राख्छ। And market might try to go higher? No, but that will be once an another formation ki shell ko lagi. Boom to this level. Original consolidation because we have our original consolidation at this level. This is the point. This is the fucking point where the investors are waiting to buy the market now. And I don't have the specific topic or के हो यो स्ट्राटेजीको नाम, यो स्ट्राटेजीलाई के भन्छ, यो भर्खर मैले सिकाइरहेको यो चाहिँ के हो, जस्ट सिम्पली मार्केटको स्ट्रक्चर, दिस इज जस्ट अ प्राइस एक्सन। एउटा साइकोलोजिकली हेर्दा जस्ट रिडिङ दिस प्राइस एक्सन, दिस सुड हेल्प यु अ लट विथ हुन्छ नि एउटा मार्केटको प्रिडिक्सन गर्नको लागि। एनिवे, सो द्याट्स वाट वी हेभ एट दिस मोमेन्ट। सो वी आर गोइङ टु बी वेटिङ, हामी जस्ट वेट गर्ने, त्यही हो। अब वेट गर्ने यहाँनिर मार्केट आउँछ भने देन वी माइट वान्ट टु इन्भल्भ विथ द बिग बुल्स है। बिग बुल्ससँग हामी यहाँ इन्भेस्ट, हामीले चाहिँ एन्टिसिपेट गर्ने यो प्राइस यहाँ आउँछ भनेर, देन वी हेभ टु इन्भल्भ विथ द रियल मुभ द्याट विल बी जस्ट बी लाइक दिस है। अब जुन यो लेभलमा ड्रप भएको थियो नि प्राइस, अब यो लेभलमा प्राइसदेखि हाई भयो, अब यहाँदेखि ड्रप भएको छ, स्टिल यो त्यति ड्रप भएको छैन। अब यहाँ बाई गर्ने भनेको लेट्स जस्ट से मार्केटलाई माथि लाने भनेको मेन जो यो लेभलमा जो माथि गएको छ तिनीहरूले मार्केटलाई यहाँ पुगाएको, नट दि बायर्स द्याट आर हियर, नट दिस बायर्स है, यिनीहरूले पुगाएको होइन कि। दिज आर जस्ट इन्भल्भिङ पार्टनर्स मार्केटमा। दिज आर जस्ट पिपुल, दे स्विङ लो छ नि, हल्का डिस्काउन्ट आउँदा ल ठिक छ हामी पनि घुसौँ न त, अझ माथि जान्छ ल अलि तल आउँदा ल हामी पनि घुसौँ न त। यो तिनीहरू पनि छुटेकै बाहिर हो। सेलरको जसरी कुरा गरेँ मैले, तिनीहरू छुटेकै बाहिर हो। बट रियल फन्ड भएको यिनीहरूलाई कति पैसा कति लगानी गऱ्यो भने कहाँसम्म मार्केट पुगाउने, हाम्रो प्रफिट कहाँ छ, हामीले बुक कहाँ गर्ने प्रफिट, तिनीहरूलाई यो मजाले थाहा भएको हुन्छ। सो द्याट्स वेयर वी आर राइट नाउ। एन्ड मैले अब अरू भिडियोहरूमा मैले बिस्तारै बनाउँदै जान्छु एन्ट्री अथवा हाम्रो हुन्छ नि एक्जिक्युसन कसरी गर्ने, कुन टाइम फ्रेममा एउटा एक्जिक्युट गर्ने, कसरी गर्ने, कुन टाइम फ्रेम बेस्ट हुन्छ, रिभर्सल कसरी थाहा पाउने। And this is not actually a support resistance. This is not support resistance, but you can still call this label as support. Big fucking support label here. This is gonna be a big support label here. And I cannot believe कि यो भिडियो यति लामो पनि हुन सक्छ just because of हुन्छ नि how price moves and what the story it has to say. एउटा प्राइस एक्सनले कति धेरै एउटा स्टोरी भन्छ त होइन। दिस इज फकिङ एउटा के भन्ने एउटा मलाई नै मेरो यो दिमागलाई नै ठिस हान्छ कि यो कुराहरूले, बिकज कति धेरै कुरा छ क्या यहाँनिर भइरहेको। एन्ड त्यहाँ कतिजना हुन्छ ल यस्तो कुराबाट पैसा कसरी कमाइ गर्ने, कसरी इन्कम बढाउने होइन, हाउ क्यान आई बी त्यो वान अफ दोज हुन्छ नि सक्सेसफुल पिपलहरू जस्तो म कसरी हुन सक्छु त भनेर त्यो एउटा मनमा लागेको कुराहरू हुन्छ, सबैको हुन्छ। त्यही भएर म तिनीहरूलाई नै हेल्प होस् भनेर प्राइस यो रिड गर्नलाई बनाउँदैछु यो भिडियो। सो आई होप इट हेल्प्स यु गाइज जसले हेरिराख्नु भएको छ। एन्ड आई रियली वान्ट यु गाइज टु सब्सक्राइब दिस च्यानल बिकज दिस इज अ भेरी फकिङ न्यू च्यानल। अनि आई हेभ एउटा गोल पनि छ यो च्यानललाई चाहिँ बिस्तारै ग्रो गर्ने। एन्ड ओभर द इयर्स मैले जति कति वर्ष भयो म सिक्दै आएको, द्याट मैले सिकेको कुराहरू, मैले भोगेको कुराहरू, मैले आई डोन्ट वान्ट टु सोमा हुन्छ नि मेरो कति धेरै प्रफिट छ, कति लस भएको छ, के भएको छ, फन्डेड अकाउन्ट के भयो, फन्डेड अकाउन्ट थियो कि थिएन, कुन बेस्ट हुन्छ, वी विल गेट थ्रु दोज हुन्छ नि सबै टपिक्सहरू। बट वी हेभ टु स्टार्ट फ्रम द स्क्रच, सुरुबाट हामी सुरु गर्नुपर्ने हुन्छ। सुरु दिस इज हाउ यु डु इट, दिस इज हाउ यु डु इट। सो हामी धेरै त्यहाँ नपुगौँ किनभने सबैको एउटा जोर्नी हुन्छ लाइफमा। अब जो भर्खरै भिडियो हेर्न जाँदैछ उसको लागि त यो सुरु नै हो, फर्स्ट पाइला उसले चालेको छ यो धरतीमा, मार्केटको धरतीमा भनेर बुझ्नुपर्छ। सो धेरै इच्छा आकाङ्क्षाहरू मार्केटमा नराखौँ, राख्नु चाहिँ पर्छ तर नराखौँ भन्छु म, बिकज इट निड्स अ लट अफ हार्ड वर्क, इट निड्स ए फुल एउटा डेडिकेसन एन्ड कन्सिस्टेन्सी, एन्ड इट अल्सो निड्स यु हुन्छ नि एउटा त्यो भित्रबाट त्यो प्यासेन्स
you need to have patience because marketमा चाहिँ lot of times you will fail, you will be losing your money because of wrong trades, wrong reading or analyzing the market. That's gonna be very difficult for you guys to cope with it, with the losses. हार्नु अथवा जिन्दगीमा पैसा सकिनुको feeling is always rough because money makes most of the people happy, and you cannot just deny it or cannot be a denial. This is undeniable. Money makes people happy. Out of 100%, 98, let's just say, I don't know, कतिजनालाई the money, it's not a thing for them, but in this world, if you want to survive, प्लेटमा खाना पुग्न अथवा बिहान उठ्नुदेखि बेलुकासम्म, you are at least spending a sum of your money. You are spending that much. हुन्छ नि, पैसा सबले खर्चिराखेको हुन्छ, त्यो पैसा कसरी कमाउने, त्यसको डबल कसरी गर्ने, ट्रिपल कसरी गर्ने, how can you हुन्छ नि एउटा grow up कसरी गर्ने financial level, and you want to start trading, and this is what you want to do in your life. Like me, there's gonna be a way, and you have to just find the way, find the will to succeed. हुन्छ नि, त्यो एउटा सफलताको बाटो कसरी अगाडि बढाउने, we will be discussing on that. Sorry guys, है आज चाहिँ मैले यो बारेमा मात्रै अझ अलिक बोल्न चाहेँ because ठुलो टाइम फ्रेमबाट नै अब डे ट्रेडर बन्नको लागि भए पनि you have to look at the higher time frame always. Not to कि मैले बायस खोजिरहेको छु, डेली बायस, मैले विकली बायस खोजिरहेको छु. No, you cannot just fucking go to one weekly time frame and find your bias. कसरी खोज्न सकिन्छ? Give me an answer in the comment section. Weekly time frame गएर how do you find your bias? I cannot, but I can only हुन्छ नि एउटा सी कि चार्ट हेरेर मैले हिस्ट्री थाहा पाउन सकिन्छु. Where were the bias initially? होइन, यो मुभ यहाँ माथि पुग्नुको कारण के थियो? कोही न कोही त होला तल मुनिमा फेदमा को छ? जरा कहाँ छ यसको? त्यो थाहा पाउनु पऱ्यो नि, त्यो त हेर्नु पऱ्यो नि त, खोताल्नु पऱ्यो, कता जानु, खोताल्नुलाई कहाँ जानु पर्यो त? ठुलो टाइम फ्रेम, we have always higher time frame, supreme court नै भनौँ न. You always have to do that, not to take trades, okay? Weekly time frame मा गएर 5 minutes अथवा 1 minute मा गएर scalping गर्नु, no. Anyway, that will be only a video आजको लागि यो बारेमा. And आउने next videos that I want to make more interesting, है, गजब गजब कुराहरू हुनेवाला छ. नेपालमा ट्रेडिङको यस्तो सगरमाथा कसरी चढ्ने त, है, ट्रेडिङको सगरमाथा कसरी क्लाइम्ब अप हुने अनि कसरी सक्सेसफुली डाउन हुने, एउटा हुन्छ नि हेल्दी भएर टक्क ल है मैले माथि पुगेको थिएँ, दिस माथि पुग्नु भनेको एउटा सफलता हासिल हुनु, तल झर्नु भनेको त्यसपछि लाइफ ब्यालेन्स हुनु, सबै टेन्सन हट्नु, अनि इजी वेमा जिन्दगी बिताउनु, हुन्छ नि मौज मस्ती गर्नु, रमाइलो गर्नु. वी गोना बी टकिङ अबाउट इट. अब यहाँ मेरो तपाईँहरू तिमीहरू जति साथीहरू ट्रेडिङको यहाँ हिस्ट्री अथवा अहिलेसम्म कतिजनाहरूले स्ट्रगल गर्दै होला, कसको के छ धारणाहरू, लेट्स जस्ट क्रिएट अ ग्रुप, लेट्स जस्ट create our own audience where we can just all participate and talk about trading and financial literacy only, because that's what we are lacking in Nepal. यस्तो कुराहरू न कलेजमा पढाउँछ, न कुनै इन्स्टिट्युटहरूले पढाइरहेको हुन्छ. Even though they will teach you, but they're gonna ask for payment. You have to pay them. फ्रीमा आइदैन. फ्रीमा पाउने भनेको त्यही मासु भात हो, but only at the election time, right? So anyway, I'm looking forward for more of the people who are interested in trading in forex or commodity market or stock or just so. And once you guys find that एउटा strategy or whatever you say जुन बेस्ट हुन्छ आफ्नो एउटा trading setup को लागि, and then you can just use that trick or technique or tools to apply it on your share market Nepal go or in the international market as well. So it applies everywhere. You just have to have that knowledge here. So all right. So त्यही नै हो आजको भिडियोमा. And comment section मा को कताबाट हेर्दैछ यो भिडियो
Let me know down in the comment section. And let's see how we grow together. I'm with you guys. We're gonna do it. Jai Nepal.